नमस्कार। आजको टपिक छ मूंगफलीका फाइदाहरू के छ। नम्बर 1, मूंगफलीमा ट्रिप्टोफान भन्ने केमिकल्स पाउँछ, जसको कारणले गर्दा डिप्रेसन, एन्जाइटी र स्ट्रेसमा यसको राम्रो योगदान छ। कारण डिप्रेसन भएको व्यक्तिमा सेरोटोनिन भन्ने न्युरोकेमिकल्सको मात्रा घट्दै जान्छ, जसको कारणले उसलाई भित्रबाट जुन एउटा खुसी हुने जुन क्षण छ त्यो घट्दै जान्छ। नम्बर 2, यसमा क्याल्सियमको मात्रा 0.09 पर 100 ग्राम पाउने भएको कारणले यसलाई हड्डीमा मजबुत गर्न पनि राम्रै योगदान छ। नम्बर 3, यसले हाम्रो मुटुमा भएको बेड कोलेस्ट्रलको लेभललाई घटाउन मद्दत गर्छ। नम्बर 4, यसले हाम्रो मसललाई वृद्धि गर्न पनि काम गर्छ। नम्बर 5, यसले हामीलाई अलि बढी समयसम्म इनर्जी महसुस गराउने काम पनि गर्छ। नम्बर 6, यसले हाम्रो ओजनको व्यवस्थापन गर्ने काम पनि गर्छ। नम्बर 7, यसले हाम्रो मेमोरीलाई बुस्ट गर्न पनि काम गर्छ। नम्बर 8, यसले हामीलाई कब्जियतबाट बचाउन पनि मद्दत गर्छ, कारण यसमा डाइटरी फाइबर धेरै मात्रामा भएको कारणले यसले कब्जियतबाट बचाउँछ। नम्बर 9, यसले कमै उमेरमा हामी बुढोपना जस्तो महसुस हुने देखिनेलाई एजिङ भन्छौँ, त्यो एजिङलाई पनि घटाउँछ। नम्बर 10, यसले हामीलाई चिनीको लेभललाई पनि व्यवस्थापन गर्न मद्दत गर्छ। नम्बर 11, यसले हामीलाई विभिन्न क्यान्सर, स्टमक क्यान्सर, ठुलो आन्द्राका क्यान्सर जसलाई कोलन क्यान्सर भन्छ, त्यसलाई पनि यसले नियन्त्रण गर्न मद्दत गर्छ। नम्बर 12, यसले धेरै बच्चाहरू, महिलाहरू प्रेग्नेन्सीको टाइममा आइरन त खान्छ, तर फोलिक एसिड सुरुको 3 महिना फोलिक एसिड नखाएको कारणले धेरै बच्चाहरू न्युरल ट्युब डिफेक्ट भएर आउँछ। त्यो न्युरल ट्युब डिफेक्टलाई पनि 70% यसले घटाउँछ। त्यसपछि यसले मालन्युट्रिसन भएका व्यक्तिहरूलाई मालन्युट्रिसनबाट पनि बचाउन मद्दत गर्छ। धन्यवाद।